घुम्दा घुम्दै हामी स्वर्गको ढोका आइपुगेका छौँ है त। केटाकेटी हो, स्वर्गको ढोका चाहिँ पछाडि छ। सबभन्दा सुरुमा हामी सिन्जुकु स्टेसन जानेछौँ, त्यहाँदेखि अब कहाँ कहाँ जानुपर्ने हो अब त्यहीँ डिसाइड हुन्छ है त। पहिला सिन्जुकु स्टेसन जानेछौँ हामी, ओजी स्टेसनबाट सिधै सिन्जुकु स्टेसन। हामी अब लाइन चेन्ज गर्छौँ, अर्को ट्रेनमा जान्छौँ हाम्रो डेस्टिनेसनतिर। यो चाहिँ हो तपाईँको सिन्जुकु स्टेसन, द बिजेस्ट स्टेसन अफ वान अफ द बिजेस्ट स्टेसन अफ टोकियो। ल आज यामादा सनको घर पनि आयो। धेरै पढिएको थियो यामादा सान भनेर जापानमा बुकहरूमा। यामादा एकी सेन्सेहरू नि आइसक्नु भएको रहेछ ठ्याक्कै हामीभन्दा अगाडिको डब्बामा। झन्डै सँगै पऱ्यौँ। मेरो क्लास टिचर हो त्यो फुल ब्ल्याकमा भएको चाहिँ क्लास टिचर हो। मान्छेहरू ट्रेकिङको लागि पुरै ट्रेकिङवाला सामानहरू बोकेर आएका छन्। वाउ लभली नाइस सो नाइस। हाम्रो सेन्सेहरू लास्ट भोक लागिरहेको छ, त्यही भएर यो किन्यो। अब भरे अलिकसँग खान्छु। यहाँ नि 7-11 रहेछ, तर यहाँ लास्टै महँगो रहेछ। बच्चाहरू कस्तो मजाले बोलिरहेछन्। वाउ ग्रुप फोटोजहरू खिचिसकेपछि अब हामी लाग्यो हाम्रो गन्तव्य हो। मेरो ग्रुपको मेम्बर हो, हिरो। लास्टै गर्मी भयो। गर्मी भन्नाले नि शीतल गर्मी त्यस्तै भनौँ। मजा आइरहेछ। मामाहरू अहिले भेटिन्छ पखना। सारू मामा सो अघि भन्दै थियो कति अरे 500 मिटर नि छैन, 500 मिटर नि छैन। अहिले गाँडो फाटिसक्यो सबैको। सेतो ताइहान ने मिनासान दाइजोबु मिना। मेरो पछाडि कतिजना छन्? 1 2 3 डोरी ल्याएर आउनुपर्ने रहेछ यिनीहरूले डोर्याउन। बाट छुट्टेर यहाँ आउनु हुँदैन थियो, यो गलत हो। सबले भन्छ नेपालमा यति धेरै पहाड छ अहिले यहाँ चढ्ने बेलामा ब्यान्ड बाजा बजिरहेछ सबको।
गयो गयो मेरो साथीहरूलाई खोज्नुपर्ने रहेछ बाँदर खोज्नुभन्दा बाँदरै भेटिँदैन त मिसन इन्कम्प्लिटै रहला जस्तो छ Tahan so this wow see this visionary wow baby Yama watashi issho ni nobotte iru oh so da मेरो धेरै सपनाहरूमध्येको एउटा सपना हेरौँ पुरा हुन्छ हुँदैन घुम्दा घुम्दै हामी स्वर्गको ढोका आइपुगेका छौँ है केटाकेटी हो स्वर्गको ढोका चाहिँ पछाडि छ तपाईँहरूलाई स्वर्ग जान मन छ भने यहाँ आउन सक्नुहुन्छ हल्का फास्ट हिँडेको सब पछाडि छुट्दिएर अभिसिरो है हल्का फास्ट अझै कतिजना छन् अगाडि छन् यहाँ गिद्दी Finally, this is the top region of this mountain. From here you can see the whole Tokyo city. Wow. As you can see everybody, this is the toppest point of this mountain. You can visit here.